पनि हस भनी मान्छ जसले जे भने पनि हस भनी मान्छ को आफ्नो को बिरानो सबलाई आफ्नो ठान्छ उल्टो सुल्टो उल्टो सुल्टो उल्टो सुल्टो जे गर्न नि हुन्छ तयार आयो हर्के हल्दार आयो हर्के हल्दार आयो हर्के यो आप्पाको जुङ्गा खब्रिँदा त आधा उमेर घट्यो धेरै नमिला मेरो उमेर यसरी तैँले घटाउँदै गइस् भने आमाको गर्व पनि पुऱ्याउँछस् तैँले कस्तो बनाएको थियो यसले अब जन्मेर नुहाएर नै गर्नुपर्ने बनायो क्या हो यसले ल पट्टु पो बनायो मलाई त यसले मेरो राम्रो ख्याल गर्छ अब आफ्नो आप्पाको ख्याल राख्नु परेन त ओ खम्दे खस गाड्न लाग्छ है तल गाउँमा खाने भाइ एक भाग लिन है हामीले मासु नखाएको धेरै भयो मलाई त कस्तो मासु खान मन लागेको छ कि लाटी यस्तो कुरा नि रिसाउँछ त गाउँमा खसी काट्ने कुरा भएको छ खसी काटेपछि त भइहाल्छ नि के गरेको खसीको मासु पो पछि खाने यो त अहिले खान मिलिहाल्छ नि लापा तपाईँ पसलमा गएर मरमसल ल्याउनु न स्याकी मर्निला मेरो बुढी घरमा आइपुग्दा खसीको मासु पर फुटेर राख्दा कति खुसी हुन्थ्यो होला ए बमे दाइ छोराले मासु ल्याउँछ रे मसला लिन पसलतिर हिँडेको एकछिन यहाँ आइज न किन र बमे दाइ आइज यो आई फोन कसरी चलाउने हो हेर्दै त हेर्दैन चलाउनै आएन भने यसलाई भन्छ बाँदरको हातमा कोकोनट म पनि मूर्खै हो कुवाको भ्याउतालाई डाँडाको चाहिँ सोधेर हुन्छ त खैले बिग्रिन्छ यहाँ यो छोराले विदेशबाट पठाएको आइफोन हो अब के गर्छस् त तैँले पनि बेलायमा छोरालाई विदेश पठाएदेखि यस्ता फोन खेलाउन पाउँथिस् के गर्नु आफ्नो भाग्यको खेल यस्तै होला आफ्नो रगतको डल्लालाई विदेश पठाएर फलामको डल्लासँग रमाइरहेका छन् मान्छेहरू मलाई पठाउनु छैन अर्का देशमा आफ्नो छोरालाई हो तेरो यही 2 कोडीको घमण्डले तैँले आज दुःख पाएछस् मेरो छोरो पनि विदेश नगए भए तेरै हालत हुन्थ्यो म पनि 50 रुपियाँ झोला बोकेर 20 रुपियाँको मसला खोज्दै हिँड्नु पर्थ्यो अब घमण्ड चाहिँ गरे नभन् पैसा हुनुपर्छ घरमै आउँछ के चाहियो चामल चाहियो दाल चाहियो चिनी चाहियो मर्तेल चाहियो के चाहियो हेर्नुहोस् बमे दाइ
मलाई मेरो छोरालाई विदेश नपठाएकोमा कुनै गुनासो छैन। सिस्नु उछिनेर खाए पनि परिवार साथमै छ। तपाईँले 84 व्यञ्जन नै खानुभयो भने तपाईँको परिवार कहाँ छ, तपाईँ कहाँ हुनुहुन्छ? हेर्नुहोस् बमे दाई, त्यो सिस्नुको स्वादलाई तपाईँको 84 व्यञ्जनले जित्न सक्नुहुन्न। अब आफूसँग नभएपछि त चित्त बुझाउनै पर्यो नि। जे होस् तेरो चित्त बुझाउने तरिका चाहिँ गजबै लाग्यो ल। हेर्नुहोस्, खुसी हुने आफ्नो तरिका हुन्छ। कोही सम्पत्ति थुपारेर खुसी होलान्, अब कोही दुई छाक खान पाएर खुसी होलान्, अब कोही पैसा माथि सुतेर दुखी होलान्, कोही सम्पत्ति कमाउन नपाएर दुखी होलान्। हेर्नुहोस् बमे दाई, मान्छे भनेको आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ। गणेश यसो हेर्दाखेरि यहाँ चाहिँ अलिक कम भइहाल्यो। त्यहाँ एक टुक्रो थप त त्यसमा हो त। मासु भागको कति पैसा होला? 1000 रुपियाँ। 1000 रुपियाँ? हजुर, बाग्ला मासु 1000 रुपियाँ किलो। 500 को आधी भाग आउँछ? 500 को त आधी भाग अर्कै साथी खोज्नुपर्छ हजुरले। अर्कै साथी खोज्नुपर्छ है? अर्कै साथी खोज्नुपर्छ। यो त 1000 को मात्रै भाग ला। हाल्दै थियो हजुर। ल ल भएन यो 1000 को भाग एक भाग मेरो कुरो हजुरलाई एक भाग हो। भनेसी मलाई झन् ढिला भएको बेला यो लिएर जान्छु म। गएको छैन। यो लिनु गएको ल ढिलो भयो। ल यो 1000 राख ल। मलाई पनि एक भाग यो हजुरलाई नि एक भाग हो। यो हालिराखेको यो यहाँ यो लिएर जान्छ। मलाई त मेरो बुढाले राम्रो साडी किनेर लगाऊ है बुढी भनेर विदेशबाट 15000 पठाइदिनु भएको। ए आमै 15000? मलाई त बुढोले 20000 रुपियाँ दिनुभएको थियो। ए आमै ए काका काकी ए मामा माइजू 20000? यसमा तर्सिनु पर्ने कुरा के छ र? 10000 को साडी किनी 10000 रुपियाँ मुसाले दुलामा ढाल्नु गए जस्तो भगारीमा पैसा लुकाइ। अनि तपाईको के कति पर्ने? मेरो त 500 को। महँगो साडी लाउँदामा चाहिँ कमरमा अडे नि, सस्तो लाउँदामा चाहिँ भुइँमा खस्ने होइन गाडी। जे गरे नि लाजै ढाक्नु त हो नि। अब यति राम्रो राम्रो साडी लगाएपछि त एउटा फोटो खिच्दै होला नि आमा। यहाँ बसेर खिच्नु न। ल ल नानी मेरो आइफोनबाट खिच्छ, तेरोबाट राम्रो आउँदैन होला क्या। मेरो पनि आइफोनै हो। फोटो खिच्यो खै खै मनी हेरौँ। यसको ढङ्गै छैन क्या। फेरि अलिक राम्रोसँग खिच्नुपर्छ नि। हेर त उहाँको आधी हातै काटिएछ भने। फेरि एउटा खिचौँ न त। होइन होइन पछि खिचौँला, ढिला भइसक्यो। जाउँ 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 जाउँ। खम्बे मासु ल्याइस्? खम्बे दाइले त मासु नखाने रे। अचानक भेजिटेरियन भएको रे। जाउँ जाउँ पकाएर खाल। के भन्छ यो मासु टेरियन मान्छे अचानक कसरी भेजिटेरियन भइस्? अब मासु भागको 1000 रुपियाँ रे। आफूसँग 500 भन्दा थिएन। एक भाग मासु दिनु न भनेको अर्को आधी गर्ने मान्छे खोज अनि लिएर जा भन्यो। अब लाने मान्छे कोही भएन, त्यही भएर नलिकन आएँ म त। मासु खाँदा चाहिँ धेरै बाँच्ने, नखाँदा चाहिँ मरिहाल्ने होइन। किन खानु पर्यो मासु? त्यही त
हामी गिद्ध बाँसो हो र मासु नै चाहिने सागपात खाए पनि हुन्छ बुहारी साग बनाऊ सुन्नु न बुढो पैसा नभएपछि त मान्छेले साह्रै हेप्दा रहेछन् है मेरो बुढीलाई कसले हेप्यो यसको म कुरकुरे हड्डी भान्दिन्छु को त्यो कसैले के गरेको छैन कि बजारबाट फर्किँदा फोटो खिचेको फोटोमा त मलाई मात्र हटाएर उनीहरूको मात्र खिचेछन् मसँग पनि राम्रो साडी चोलो जुत्ता भइदिएको भए सँगै राखेर फोटो खिच्दै होला नभएदेखि हामीसँग राम्रो मोबाइल भइदिएको भए हामी आफै राम्रो फोटो खिच्दै होला है बुढो के गर्नु बुढी हामी रहरले गरिब भएको होइन परिस्थितिले गरिब बनायो कोसिस गर्दैछु सधैँभरि यस्तै गरिब त नहोला नि एक दिन न एक दिन त हामीसँग नि पैसा होला त्यो एक दिन कहिले आउने हो बरु यसो गरौँ बुढा तपाईँ विदेश जानुहोस् त्यो पम्फाले नयाँ नयाँ लुगा नयाँ मोबाइल बोकेर फुर्ती लगाएको छ नि त्यसको बुढो विदेश भएर हो नि तपाईँ पनि विदेश जानुभयो भने हामीलाई कसैले हेप्न सक्दैन लु झोला सानो सोली बोला अहिले आप्पाले थाहा पाउनु जानै दिनु न ल ल काम राम्रोसँग सफल पारेर आउनु ओ सरेन बिहान बिहान झोला बोकेर कता भन्दै थिएँ थाहा पाइहाल्नु भने सल्लै बिना कताको सवारी तल माझा घरेको गाईलाई गोठमा पुर्याउने साथी भएन अरे त्यही भएर गाई पुर्याउनु जान लाग्नु भएको हो गाई पुर्याउनु जान लाग्यो अच्छा साथीको गाई सार्न जुत्ता लाएर झोला बोकेर चिटिक्क परेर जानुपर्ने यसको काम नि आप्पा आफ्नो बुढो अरूको बुढो भन्दा कम नदेखोस् चिटिक्क परेर हिरो देखोस् भनेर बलजबती लुगा लगाइदियो भनेको हो त नि मेरो बुढो हिरो त हो नि जानु जानु यतिको बिजकको हिरो चाहिँ जिन्दगीमा पहिलोचोटि देखियो जा जा त्यहाँ झोलामा मकै र भटमास भुटेर राखेको छु है भोक लाग्दा खानी भोक भोकै हिँड्ने होइन नि ल ल राम्रोसँग जानु
बागमती लुगा धुँदै? ए आउनुभयो? ओइ गाई पुऱ्याएर आइस? आए आपा। एउटा गाई पुऱ्याउन 4 दिन लाग्छ तँलाई है? 4 दिनमा त गाईलाई सिक्किमै कटाएर आइस क्या हो? होइन, त्यो गाईको पिडुला फर्किने समस्या रहेछ। एकैछिन हिँड्यो फेरि पिडुला फर्किने, एकैछिन हिँड्यो फेरि पिडुला फर्किने, त्यही भएर 4 दिन लाग्यो नि आपा। ल यहाँ आइज, यहाँ बस, यहाँ बसेको। हेर, मान्छेको पिडुला फर्कन्छ, गाई बस्तुको होइन। मैले सबै थाहा पाइसकेँ। तँ विदेश जाने चक्करमा छस्। तर एउटा कुरा तँलाई राम्ररी थाहा छ, म तँलाई विदेश जान दिने पक्षमा छैन। थाहा छ आपा, म यहाँ बस्न सक्दिनँ। यत्रो वर्ष तपाईँको कुरा सुने, माने, यहीँ बसेर के गर्छु भने, तर कुनै पनि काममा सफल हुनै सकेन। जेसुकै भए विदेश जानु पर्दैन। पहिला पनि भिजा आइसकेको थियो, तपाईँको कारणले क्यान्सल गरेर बसेँ म। मलाई तेरो माया लाग्छ नि। मलाई चाहिँ लाग्दैन र। मलाई सबै कुरा थाहा हुँदै किन बुझ पचाउँछस्? आपा, बुझ मैले पचा कि तपाईँले? तैँले पचाउँदैछस्। जेठो छोरो विदेश गयो, उतै अस्तायो। त गाईको बाटो रोज्दै मलाई एक्लो बनाउन खोज्दैछस्। तँ बाहेक मेरो यो दुनियाँमा को छ? म कसको लागि बाँचौँ? के भनेर बाँचौँ? हे भगवान्, मलाई किन पटक पटक एक्लो बनाउन खोज्दैछौ? एक्लो बनाउन खोज्दैछौ? पकेटा लगाएको छोराछोरीलाई मैले थुन्न सकिन्न। उडेर गइहाल्छ। जा बाबु जा, आफै सुरु गर। कहाँ हिँड्नु भयो क्या आपा? छोरे जानु जान्छ। चुप लाग्नु ठोक्नु। हिँड्नु भनेको जान जान। के गरे? चल चल। सबै काम मैले गर्नुपर्ने, यसो कुनै कुनै काममा त हात लाए हुँदैन आफूले नि। भनेसी तँ जस्तो उमेर गकीलाई बिहे गरिदिएर उद्धारै गरेको छु त मैले। अरू के काम गर्नु पर्यो? के रे उमेर गकी रे? हो त, नत्र तँभन्दा कम उमेरकी केटीहरूले मलाई चिनी बाउ भन्दै पछि लाग्थे। आफ्नो अनुहार कहिले ऐनामा हेरेको छौ? फुलेर ढेडुको सम्झी जस्तो भइसक्यो। मलाई चाहिँ उमेर गकी रे। यसलाई फुलेको भन्दैनन् सुड्डी, यसलाई त हाइलाइट गरेको भन्छन्। प्रकृतिले हाइलाइट गरेको। कुन दिन यमराजले हाइलाइट गरिन्छ अनि थाहा हुन्छ। ए बा, तपाईहरुको यो निर्णायक मण्डल बिनाको वादविवाद प्रतियोगिता सकिएन? यता दाइ भाउजू आउनु भएको छ। ए भनेपछि खम्बेका बुढाबुढी आएछन्। ल बस बस बस। ल बस बस। यहाँ लिन यहाँ लिए। काका, आई यो संसार
सबै उल्टो रहेछ। धनबहादुरको धनै छैन, बुद्धिमानको बुद्धि नै छैन। तपाईँको नाम चाहिँ हरिकङ्गाल, तर तपाईँसँग जति धन कोहीसँग पनि छैन। मैले कुरै बुझिनँ। कुरो चाहिँ हो बाबु। अब हेर यो संसार चाहिँ अब भ्रममा चल्या छ। अब देख्दा एक थरी देखिन्छ, हुन्छ अर्को थरी। पहिला त मेरो नाम पनि धनीराम त थियो नि। अब धनीराम हुँदाखेरि कहिले चोर छिर्ने, कहिले कसले झुक्काउने, कसले लुट्ने, ठग्ने हुने। पछि गएपछि मैले मेरो नाम हरिकङ्गाल राखिदिएँ। राति आएको चोरले शुद्ध घुरु बाटाडा हिँड्दा यो त हरिकङ्गालको घर भन्ने अन्त्यतिर जाने। अब हुन त यो कुरो तिमीहरूको मगजले ल्याउँदैन। अनुहार हेर्दै मैले बुझिसकेको छु तिमीहरू पैसा माग्न आएका हो कि? हो काका। अब मेरो कुरो स्पष्ट छ बाबु। अब तिमीहरूलाई पैसा दिएर के काम, फर्काउने उति छैन। अब मेरो कुरा स्पष्ट छ हेर। अब विदेश जानेलाई भए म पैसा दिन्छु। अब नेपालमै बस्नेलाई चाहिँ म दिन सक्दिनँ। म विदेशै जान्ला हो काका। रोमेनियामा गाई फार्ममा डिमान्ड आएछ। भर्खर डकुमेन्ट बुझाएर आएको। भनेपछि विदेश जाने भए म पैसा दिन्छु। कति चाहियो? 11 लाख काका। त्यसो भए अफर लेटर लिएर आएर देखा 11 लाख रुपियाँ लिएर जा। बागमती पैसा लिन चाहिँ तिमी नआऊ है। फेरि ढलिहाल्यौ भने त हामी ज्यान मारामा पर्छौँ। के भन्छे यो? 15-20 हजारको कुरा गर्दा त मेरी बाबै मेरी आमै भन्ने मान्छे 11 लाख रुपियाँ देख्यो भने त ढलिहालिन् के अरे। हुनसक्छ। हेलो, खम्बे बाबु बोल्दै हुनुहुन्छ? हजुर हजुर, म खम्बे नै बोले हो। अफर लेटर आयो? सबै डकुमेन्ट पुरा भइसक्यो। अब हजुरको सामान र पैसा लिएर आउनुहोस्। हस् हस् हस्। अफर लेटर आमात्र हो र 28 को त फ्लाइटै रे हो र। लेटर अफ अपॉइंटमेंट भनेपछि अफर लेटर आयो हो नि काका। 28 गतेको त उडानै छ। अनि 11 लाखै चाहिने कि 10 लाख भए पनि पुग्ने हो? 10 लाख रुपियाँ त मेन पावरमै बुझाउनु छ। यसो सपिङहरू नि गर्नु पर्यो। 11 लाखै चाहिन्छ काका। भनेपछि मैले एकछिन पर्खिन ल। अब बागमतीलाई पैसा लिने बेला नआऊ भनेको आएछौ। अहिले पैसा देखेर ढल्नु भन्दा त आऊ एकछिन यहाँ सुत। टाउको साउको त फुट्दैन। आऊ आऊ बस। लखम्बी यसमा ल्याप्चे हान्त बाबु यहाँनिर राम्रो गर्नु। विदेशमा झै झगडा नगर्नु। पैसा घटाउँदै जानु। भइहाल्छ नि काका। तपाईँको यत्रो गुण चाहिँ कसरी तिर्ने हो? गुण सुन तिर्न पर्दैन। ऋण चाहिँ चाँडै तिर। 11 छ है, 11 छ गनेर राख्नु। हस् काका। लौ राम्रो गरेछ बाबु। हजुर कता दौडेको? म बमेमा मरेर जाने हैन दाइ। ल के भन्छ यो? 4 दिन अगाडि झगडा गरेको मान्छे कसरी भयो? मरेपछि त जानु पर्यो नि। मान्छे नै बितिसकेपछि त
घर आयो हर्के हल्ला मरेपछि लास उठाउन परेन छोराछोरी आफन्तहरू सबैलाई खबर गर्नु पर्यो नि उहाँको आफन्तहरू नआएसम्म लास छुन मिल्दैन पुलिस केस पनि लाग्न सक्छ देख्यौ त बमे दाइ तिम्रो लास छुन मिल्दैन रे पुलिसले लान्छ रे अहिले तिम्रो लास छुन मान्छे डराएका छन् तिमीले त भन्थ्यौ मेरो छोरो यहाँ छ मेरो छोरो उता छ तिमीले त भन्थ्यौ मेरो छोरो यो देशमा छ ऊ देशमा छ मलाई महँगो महँगो उपहार पठाइदिएको छ खै त अहिले तिमी मर्दाखेरि तिम्रो छोरा खै तिम्रो अन्तिम सास हेर्ने तिम्रो कोही सन्तान पनि आएनन् भमे दाइ उहाँको छोराछोरी आफन्त को छ त्यसलाई फोन गरौँ न नत्र एकछिन पछि त लास गनाउन थाल्छ खम्बे ए हो र खम्बे दाइ पुरा भयो त नत्र म एक्लै लगेर गाडिदिन्छु है भनेपछि के भन्नु त छोराहरू आउनु भ्याउँदैन रे गाउँलेहरू सबैजना मिलेर सद्गत गरिदिनु रे खर्च पठाइदिन्छु भन्दैछ
भनेसी अब दागबत्ती दिन पर्यो। कसले दिन्छ त दागबत्ती? म दिन्छु दागबत्ती। अब यो नाङ्गेको भएको एउटा छोरा खम्बे पनि विदेशतिर गएको छ। दागबत्ती चाहिँ कसले दिन्छ? मेरो त बाउ देउदैछ हुँदैन। अर्का बाउले दागबत्ती दिने कुरो भएन, म त दिन्न। मैले त पहिल्यै दागबत्ती दिइसक्या हो, अब दोहोऱ्याउन किन पर्यो र? त्यही भएर कोही नदोहोरियोस् कोही नछुटोस् भन्ने चाहन्छु क्या म। तपाईँले चाहिँ आगो नलाउनु है हरिकङ्काल काका। फेरि यही महाराज पनि कन्फ्युज होला, शङ्खा फुक्नेलाई लानुपर्ने हो कि यहाँ चितामा सुत्नेलाई लानुपर्ने हो भनेर। चुप, म त्यति साह्रै बुढो पनि भइसकेको छैन क्या। ओ बुढा, दागबत्ती दिन्छु भनेको थियौ त, अहिले किन वल्ल परेर बसिरहेको? गरी जा भन्नुहुन्छ, गरी नजा भन्नुहुन्छ। हिजो भर्खर जान त जा भन्नुभयो, अहिले आएर नजा। केटाकेटी खेला जस्तो कुरो नगर्नुहोस् तपाईँ। कुनै सुचु लु, म केटाकेटी भए तर त कुनै पनि हालतमा विदेश जाँदैनस्। बागमती, बागमती, ल बाहिर आएर यहाँ आप्पालाई सम्झाउनु पर्यो। मैले सम्झाउँदा फिटफिटै सुन्दैन है बुढाले। तपाईँले सम्झाउँदा त भएको छैन, मैले सम्झाउँदा हुन्छ त? कुकुरीभन्दा कर्ता लाग्ने, बाउभन्दा छोरा जाने भनेको यही हो। आखिर घुमाइ फिराइ मलाई बमेको हालतमा पुर्याउने भए छैन। मलाई बमेको जस्तो जिन्दगी चाहिएन छोरा, त कतै जाँदैनस्। ज्वलन्त उदाहरण बनेका छन् चितवलका छविलाल चोलागाई। चोलागाईले भैँसीको दुध बेचेर मात्रै मासिक 2 लाख भन्दा बढी आम्दानी गरिरहेका छन्। चोलागाईको प्रगति देखेर धेरैजनाहरू कृषि पेसामा आकर्षित भएका छन्।
विदेश गएर काम गर्ने त्यो गाई फार्म छ नि, त्यहाँ महिनाको जम्मा 60,000 पाउँदो रहेछस्। अब हाम्रो देशमा भैँसी पालन गरेर महिनाको 2 लाख कमाउँदो रहेछ। हम पनि भैँसी फार्म गरौँ न। कुन पैसाले खोल्ने भैँसी फार्म? तँलाई विदेश जाने भनेर त्यो हरिकङ्गाल साउली दिएको थियो नि, त्यही पैसाले खोलौँ न। ए काका, त्यो पैसा त हरिकङ्गालले विदेश जानलाई पो दिएको त। दायाँ बायाँ गऱ्यो भने त्यसले बसी खान दिँदैन। भैँसी पाले पनि, गाई पाले पनि, कपाल पाले पनि, नङ पाले पनि त्यसको पैसा फिर्ता गरे भएन? हेर बाबु, त विदेश त 1 जाँदैनस्, 2 जाँदैनस्, 3 जाँदैनस्। ल, म विदेश जाँदै जान्न। आप्पाको चित्त दुखाएर यत्रो लफडा गरेर मलाई विदेश जानु छैन। अब दुःख पाए पनि सुख पाए पनि आप्पा र बुढीसँगै बस्छु म, कहीँ जानु छैन। पैसाको पछि लाग्दा लाग्दै परिवारै रहेन भने त्यो पैसाको के काम आप्पा? शाबास खम्बे, शाबास। आज तैँले मलाई जिन्दगीमा ठुलो खुसी दिइस् खम्बे। भनी मान्छ, जसले जे भने पनि हस भनी मान्छ।